स्थापन सम्बन्धी भएका प्रावधानहरू चाहिँ के छन् भनेर 5 नम्बरमा प्रश्न सोधिएको थियो। अब तपाईँले सकेसम्म यो प्रश्नको क्वेसन नम्बर 1 भनेर बिचमा चाहिँ लेख्ने ट्राई गर्नु होला। अनि यति गरिसकेपछि अब हामीलाई सोधेको अब यो मौद्रिक नीति र विदेशी विनिमय व्यवस्थापन भनेर हेडिङ बनाएँ मैले। तपाईँले नत्र यसलाई आर्थिक वर्ष 2082-83 मा भएका होइन विदेशी विनिमय व्यवस्थापन सम्बन्धी के छन् त भनेर त्यो हेडिङ बनाउन सक्नुहुन्छ। यो सामान्य एउटा ब्याकग्राउन्ड लेखेँ। यो ब्याकग्राउन्डमा तपाईँले के गर्नुभयो भने मौद्रिक नीति र विदेशी विनिमय चाहिँ मौद्रिक नीतिको कस्तो भूमिका हुन्छ भन्ने यो ब्याकग्राउन्ड तपाईँको लेन्दी हुनसक्छ यहाँ लेख्दाखेरि, तर प्याटर्न चाहिँ तपाईँलाई मैले सिकाएको। यति पुरै धेरै पनि लेखिरहनु पर्दैन। तपाईँको कपीमा 3 लाइन त्योभन्दा धेरै जानु हुँदैन। बेसिकली हामीले के भन्यो भने मौद्रिक नीतिको एउटा मुख्य उद्देश्य अथवा लक्ष्य जे भन्नुहुन्छ बाह्य क्षेत्र स्थायित्व, जुन चाहिँ तपाईँले नेपाल राष्ट्र ब्याङ्क ऐनमा पनि पढ्नु भएको छ। र बाह्य क्षेत्र स्थायित्व विदेशी विनिमयको चाहिँ सञ्चितको कुशलता परिचालन गर्नु हो होइन। त्यसैले राष्ट्र ब्याङ्कले त्यही अनुसारको चाहिँ के गर्छ त विनिमय दरमा स्थिरता ल्याउन खोज्छ होइन, शोधनान्तर स्थिरता चाहिँ सन्तुलन गर्न खोज्छ, वैदेशिक लगानी चाहिँ आकर्षण गर्छ भन्यो। यो सानो ब्याकग्राउन्ड। यहाँ चाहिँ तपाईँले के गर्नु होला भने मौद्रिक नीति र विदेशी विनिमय नीतिको सम्बन्ध चाहिँ मौद्रिक नीति विदेशी विनिमय व्यवस्थापन सम्बन्धीको सम्बन्धलाई उजागर गऱ्यौँ, यसको भूमिका रहन्छ भन्ने किसिमको। अब त अरू कुरा त यो पालिको मोनिटरी पोलिसीमा भएका कुराहरू चाहिँ लेख्ने हो। तपाईँले मलाई जहाँसम्म लाग्छ यो कुरा मौद्रिक नीतिमा स्पष्ट प्रावधान चाहिँ दिएको छ। यो कुरा जुन तपाईँले हामी छलफल गरिरहेछौँ नि अहिले, अब यो जुन तलको कन्टेन्ट चाहिँ यो कन्टेन्ट जस्ता त्यस्तै मोनिटरी पोलिसीबाट ल्याइएको, तर अलि व्यवस्थित चाहिँ सर्टमा चाहिँ हामीले राख्ने ट्राई गरेका छौँ। मैले यहाँ जोड्न खोजेको के हो, सानो एउटा ब्याकग्राउन्ड लेख्नुहुन्छ, त्यो ब्याकग्राउन्ड पछि सोधिएको प्रश्नमा जाने र अब वाणिज्य ब्याङ्क मार्फत चाहिँ विदेशी विनिमयको जोखिम व्यवस्थापन गर्ने एउटा यो स्ट्राटेजी लिने भनेको छ। र हाम्रोमा विदेशी विनिमय विदेशी लगानी तथा ऋण सम्बन्धीको नियमावली चाहिँ छ होइन। यो नियमावलीको चाहिँ एमेन्डमेन्ट गर्ने रेगुलेसन भनेको छ र यो संशोधन गरिने छ भनेको छ। र अर्को कुरा तपाईँले हेर्नुभयो भने नेक्स्टमा यो लगानी फिर्ता जुन चाहिँ छ, जसले यहाँ लगानी विदेशबाट यहाँ लगानी गरेको हुन्छ उहाँहरूको चाहिँ सावा ब्याज फिर्ता लाने प्रक्रियालाई सहजीकरण र यो राष्ट्र ब्याङ्कले अस्ति एउटा गरेको पनि छ, यसको चाहिँ विनियमावली चाहिँ कार्यान्वयन के अरे संशोधन गरेर एमेन्डमेन्ट गरेर चाहिँ के गर्यो भने अब तपाईँले भोलि आफ्नो यहाँ लगानी गरेको फन्डको अथवा चाहिँ सावा ब्याज प्रिन्सिपल इन्ट्रेस्ट चाहिँ रिप्याट्रिएट गर्दा राष्ट्र ब्याङ्कको स्वीकृति कुरिराख्नु पर्दैन भनेको छ, त्यो कुरा राखिएको थियो। अब डलर सटैकरणको चाहिँ व्यवस्था तपाईँको $3000 पुर्याइएको छ। यो सामान्य कुरा, त्यहीँ भएका कुराहरू। अब तपाईँले यो नन डेरिभेबल फरवर्डको सीमा भनेको छ टेक्निकल छ, तपाईँले याद गर्नु होला। अब सबै के हो भन्नेतिर लाग्न थाल्नु भन्छ अहिले चाहिँ तपाईँले यसलाई चाहिँ एक्सप्लानेसनको पार्ट हुँदै जान्दैनौँ। तपाईँले 25% चाहिँ कायम हुने भनेको छ। अनि अर्को तपाईँले हेर्नुभयो भने चाहिँ यो विदेशी मुद्राको चाहिँ भन्सार सो घोषणा सीमामा पुनरावलोकन गरिनेछ। यो भनेको तपाईँले विदेशबाट सामान ल्याउँदा अथवा चाहिँ लाँदाखेरि तपाईँले विदेशी डलर अथवा चाहिँ विदेशी करेन्सी बोक्नुहुन्छ, त्यो कति बोक्नु भएको भनेर तपाईँले सेल्फ डिक्लेरेसन गर्नुपर्छ त्यसमा। अनि अर्को सुन आयात र बिक्री वितरण चाहिँ व्यवस्थालाई परिमार्जन गर्ने भनेको छ र विप्रेषण कम्पनीहरूको पुँजीको आधारमा वर्गीकरण, जस्तो तपाईँले रेमिटेन्स पठाउने कम्पनीहरू चाहिँ छन् उनीहरूको पनि क्लासिफिकेसन गर्ने भनेको छ। र दुईवटा मुद्रा चाहिँ हाम्रो कन्भर्टेबल चाहिँ मुद्रामा चाहिँ लिस्टिङ गर्ने, बङ्गलादेश र श्रीलङ्काको, र अल्टिमेटली अन्तर्ब्याङ्क विदेशी मुद्रा कारोबार सम्बन्धी नीतिगत व्यवस्था भनेको छ। यति कुराहरू चाहिँ के छन् त हाम्रो मौद्रिक नीतिमा छन्। यो पोइन्ट सामान्य छ। तपाईँलाई टेक्निकल भनेको यो हाम्रो चाहिँ नन यो डेलिभरेबल फरवर्डको लिमिट, यो चाहिँ तपाईँले टेक्निकल हुनसक्छ। अब इक्जाममा तपाईँले 5-7 दिन पछाडि यही आयो भने यो छ मात्रै बुझ्नु होला, 25% कायम गरिएको छ भन्छौँ। अरू कुरा त्यति धेरै कम्प्लेक्स चाहिँ छैन। अब त्यसो हुँदाखेरि के गर्ने भयौँ त, हामीले सानो एउटा ब्याकग्राउन्ड लेख्यौँ। त्यो ब्याकग्राउन्ड पहिला यो बिचमा क्वेसन नम्बर लेख्नु होला। मलाई एकजना साथीले अगाडि दिउँसो यसको क्वेसन आन्सर पठाउनु भएको थियो, मैले हेर्नु भ्याएको छैन। मैले किनभने तपाईँ बेलुका फिडब्याकमा बस्नुहुन्छ भनेर मैले त्यो हेरिनँ। अब यहाँ तपाईँले आफ्नो राइटिङलाई यहाँ यसो कम्पेयर अथवा चाहिँ कम्पेटेबल यसो गर्नु होला, मिलाउनु होला यो मिल्या छ कि कस्तो लेख्नु भएको छ भनेर। अब लास्टमा के गर्नु पऱ्यो भने अब तपाईँले मौद्रिक नीतिमा विदेशी विनिमयको अथवा फरेन एक्सचेन्जको पार्ट दिएको छ भने अब अहिले केही सुझाव जस्तो चाहिँ एउटा निष्कर्षमा लेख्ने, त्यति धेरै चाहिँ लामो नलेख्ने। तपाईँको के गरिदिने भने अझै पनि यो विदेशी विनिमयलाई चाहिँ सुदृढ बनाउन
सटै सुविधा सँगसँगै रेमिटेन्सलाई तपाईँको औपचारिक माध्यमबाट भित्र्याउने प्रोत्साहनको प्याकेज ल्याउनु जरुरी छ। साथै निर्यात प्रवर्धन र एफडिआई नाफा फिर्ता लैजाने प्रक्रियालाई चाहिँ पूर्णतः डिजिटल र झन्झटमुक्त बनाउँदा मात्र बाह्य क्षेत्रको स्थायित्व दिगो हुन सक्छ भनेर जहिले पनि निष्कर्षमा तपाईँले गर्ने के हो त, एउटा सजेसन जस्तो दिने भनेको यहाँ तपाईँले के भन्नुभएको छ भने यहाँ भएका व्यवस्थाहरू सँगसँगै अझै के राम्रो गरौँ त, रेमिटेन्स त प्रोडक्टिभ सेक्टरमा त गएको देख्नुहुन्न होइन। प्रायः जस्तो चाहिँ इम्पोर्टमै जान्छ रेमिटेन्स आउँछ फेरि विदेशै जान्छ भने यो रेमिटेन्स पनि त विदेशी विनिमयसँग सम्बन्धित विषयवस्तु भएको हुँदा यहाँनिर रेमिटेन्सलाई प्रोडक्टिभ सेक्टरमा लाउने र त्यसपछि चाहिँ के गर्ने त भने त्यसपछि चाहिँ अरू अरू गर्न सक्ने भनेको चाहिँ तपाईँले चाहिँ निर्यात प्रवर्धन गर्ने, किनकि इम्पोर्ट भन्दा एक्सपोर्ट धेरै गर्दा एक्सपोर्ट अर्निङ हुन्छ, त्यसले चाहिँ फरेन एक्सचेन्जमा चाहिँ केही सहजीकरण गर्छ र अर्को नाफालाई जुन एफडिआईको नाफा छ त्यो नाफालाई फिर्ता लाने सजिलो बाटो गर्नुभयो भने त त्यसले पनि एफडिआई चाहिँ आउन सक्छ एट्र्याक्टिभ हुन्छ भन्ने एउटा कुरा हो र यो चाहिँ क्वेसन नम्बर 1 मा थियो। ओके, यी कुराहरू चाहिँ मोनिटरी पोलिसीमा थिए भनेर यसरी लेख्नुहुन्छ राइटिङको प्याटर्न, र तपाईँलाई एक किसिमको राइटिङको प्याटर्न बुझिसक्नु भएको छ, यही तरिकाले चाहिँ लेख्नु होला। यो क्वेसन नम्बर 1 टुङ्गियो है त।